हेलो गाइस वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ हामी यहाँ कम्प्युटर क्लास गएर कम्प्युटर भन्दा चाहिँ के अरे फोटोग्राफी क्लास गएर आएको क्यामेरा कसैले सम्हाल्ने किनकि म ब्लगिङ गर्छु। मेरो चाहिँ रेडमी नोट 14 मोबाइल हो। अहिले चाहिँ फाइनली यहाँ प्रणव पनि आइसकेको छ। हामी भर्खर कहाँ गएर आएको रे? हामी फोटोग्राफी गरेर आएको। अब प्रणवले नि अब फोटो खतरा खिच्छ अनि आफ्नो गर्लफ्रेन्डलाई पठाउने छ भने गर्लफ्रेन्डलाई पठाउँछ कि मम्मीलाई पठाउँछ भन्ने धेरै आशा छ हो कि होइन। अब स्कुटी आइरहेको छ अगाडि चाहिँ। अब चाहिँ म तपाईँहरूलाई यहाँ चाहिँ यो चाहिँ काउली हो कि बन्दा थाहा छैन, बन्दा हो। यहाँ बन्दा छ गाइस। नेवरको घरमा चाहिँ धेरै बन्दा हुन्छ, किन हो के हो थाहा छैन। हरेक भोजमा बन्दा चाहिने उनीहरूलाई, काउली चाहिँ नचाहिने, बाल छैन। अनि गाइस काउली चाहिँ रुइरा हुन्छ हो कि होइन। प्रणव र रुइदिन्छ। हिजो मेरो के भएको छ अरे खुट्टो अगाडिको के गाइस, यति मात्र कामेको भनेको। टुटेको मुटु कहाँनिर हेरेको कैसा है? बढ़िया है ना? बढ़िया है, बोल्दै बोल्दैन त मैं बहुत ही बढ़िया है। झोले त बोल्दै बोल्दैन त। अब केटाहरू हेर्ने यहाँ यस्तो भ्यू छ आजकलको। अनि अहिले चाहिँ नयाँ घर बनाउने प्रक्रिया सुरु हुँदैछ। त्यो नि फलामको सानो अब यस्तो हुनुपर्छ घर भनेको, यो प्रार्थी जत्रो होइन। अब चाहिँ हामी यहाँबाट सिधै प्रणवको घर जान्छौँ। प्रणवले लुगा फेर्छ, लुगा फेरेपछि अनि फेरि मेरो घर जाने अनि लुगा फेर्ने अनि त्यसपछि सिधै बौलाहरूलाई बोलाउने अनि बौला यसरी कुरा गरेर बस्ने। कुकुरमाथि ओ स्कुटीले मारो। गाई जुम गरेर यस्तै हल्ला गर्ने, यस्तै छतमा बसेर साउन्ड सुन्नु न गाइस एकछिन। यस्तै गरी हल्ला गर्नुपर्छ। यो घरमा चाहिँ डगरमेन र जर्मन सेफर्ड छ। दुईवटा कुकुर छ। त्यो दुईवटा जोडी चाहिँ एकदमै राम्रो छ है। यसको जोडी छैन कि? कुकुरको जोडी छ, चप्पल जुत्ताको जोडी छ, मेरो चाहिँ छैन। त्यसको कानको धरी जोडी छ। आँखाको धरी जोडी छ, गाह्रो छ भन्नु। यही घरमा हो डगरमेन र जर्मन सेफर्ड भएको घर। अहिले चाहिँ माथि होला, यहाँ छैन होला। तल चाहिँ माथि सुतिरहेको नत्र त यहाँ छतमा भुक्यो भन्छ। यो चाहिँ पहिलाको हाम्रो ब्लकको रम्बस स्कुलको जुन चाहिँ मैले अहिले रम्बस स्कुल फाइनली मेरो होस्टेल ब्लक। यसमा चाहिँ हामीलाई धेरै याद छ। 10 क्लास भनेको अब त्यस्तो हो, मेमोरिज भयो। अब सम्झिनुहोस्, याद त आउँछ 10 क्लास भनेको, तर अब के गर्ने। अब त्यस्तै हो 10 क्लास भनेको होइन। म त भर्सेहरू पुगिरहेको छु। अब 7 हो। अब 10 क्लास भनेको चाहिँ कस्तो हुन्छ त? जब 10 क्लास मानौँ त, इमेजिन गर त 10 क्लासमा छ रे, लास्ट डे आएर के हुन्छ? म स्कुलको पङ्खासँगै भाँचेर भागिदिन्छु। अनि कस्तो हुन्छ मान्छे। ल गाइस केटीहरू चाहिन्छ भने हेर्नुहोस् है, यहाँ कतिजना छ। ए रसियन गाइस, रसियनले रोपेको रुख, त्यही भएर यत्रो ठुलो भएको। जुन चाहिँ यो रुख चाहिँ यत्रो छ, यो चाहिँ यति ठुलो छ। देख्नुभयो गाइस, रसियनले रोपेको रुख चाहिँ राम्रो हुन्छ। गाइस बोलाए आम्बो वाड बड कन्ट्रोल भइरहेको छ अहिले यो जमानामा। के चल्दैछ? ओ माई गड, वार स्किल एन्ड ब्रो, वार फेस नेपाल हो कि होइन। कमेन्ट त फेरि खतरा हानिदिन्छ नि। यसको दाइले चाहिँ खतरा हान्छ। मर्निङ मिस, क्लास अब मिस भयो जस्तो दिनु परेको। हेर यहाँ कुकुर हेर त, लुतो लाएर म चाहिँ कुकुर लुते लाएर मर लगाएको कुकुर खाते, मर लगाएको कुकुर खाते, माछिने बुढो रन्डीको कुकुर। त्यस्तो चाहिँ नभन होइन। अलिक अब त्यस्तो ओभर चाहिँ बोल्नु हुँदैन। बोलेपछि मलाई मेरो त आज मुखबाट अलिक त्यो कुकुर त्यस्तो हालत देखेर मात्र निस्किहाल्यो, नत्र मैले त हतानबाट त्यस्तो बोल्छ बोलेन नि। यो मन्दिरको नाम भन् त? यो मन्दिरको नाम चोखा गणेश मन्दिर। चोखा गणेश मन्दिर। यहाँ चाहिँ धेरै भगवान्हरू हुनुहुन्छ। मेन चाहिँ गणेशजी हुनुहुन्छ। यहाँ प्रणवले चाहिँ ढोग्ने छ, त्यही गरेर ढोग्न लाटो भित्र नछिरी। हेर्न सक्नुहुन्छ देउता।